छ न टाइम हेर्छौ ल अलिकति लाज शरम लाग्दैन होइन टाइम हेर्नु चाहिँ के को लाज शरम हो फेरि मैले त्यो भन्नु खोजेको होइन के अन्त के तेरो साथीले त्यत्रो हातको नारीमा के लगाइरहेको छ देख्दैनस् किन घडी लगाइराख्छस् नि गलत यो फेरि के भयो यसलाई एकदम गलत घडी भन्छस् वाच वाच इज टाइम टाइम इज वाच इज टाइम बेबी सबको त्यो पनि कुन चाहिँ भन्दा सबको स्वाइक डिस्वाइक मालुम क्या बाबा साथीले यत्रो महँगो दामको घडी ए घडी कुन चाहिँ अलमा लाउँछस् घडी भनी पठाए अलमा लाउँछस् तैँले ए साथीले यत्रो महँगो दामको वाच किनिरहेको छ मलाई समय टाइम सोध्नु सक्दैन म अब किन महँगो के घडी भयो फेरि घडी होइन नानी वाच WANCANO वाच बुझिस् वाच चाहिँ भए पनि जिसके भए पनि अनि टाइम त एउटै दिन्छ त अनि त्यति म्याच छैन के हो न टाइम एउटै हुन्छ त्यो मैले माने तर मेरो वाचले चाहिँ राम्रो टाइम अनि दामी टाइम बताउँछ त्यही भएर अबदेखि मेरो छेउमा मोबाइलमा टाइम नहेर्ने मालुम बरु मलाई सोध कति बज्यो के बज्यो तिमीहरूको त्यो के अरे घडी तिमीहरूको घडीले टाइम बताउँछ होला तर मेरो वाचले नि राम्रो अनि दामी टाइम बताउँछ बुझे नि बुझे के बुझिस् बुझे के बुझिस् बुझ्यो अन्त सोध्न अन्त सोध के सोध्नु टाइम सोध्न नानी टाइम कति बज्यो टाइम लाखा 10:30 टकलको भएछ तल्लोको काँटा मात एक काँटा छैन त है र गुड एकदम गुड अबदेखिको मलाई टाइम सोध्ने ल ल हुन्छ हुन्छ अबदेखि फोन नहार्ने ल ल ल ल नानी ल आउँछ पागल जस्तो साथी भेट्यो मैले ओइ त्यहाँ जहाँ गए पनि टाइम सोध्नु चाहिँ नबिर्छ है ल है ल साला मेरो अगाडि होसियार हुनु खोज्दो रहेछ